वेलकम ब्याक टु माई च्यानल इट्स मी एलिजा होप सबैजना सन्चै हुनुहुन्छ होला। यो चाहिँ मेरो आज फर्स्ट भ्लग हो होइन। कस्तो हुन्छ मलाई पनि थाहा छैन, सो लास्टसम्म हेरिदिनु होला है त। खाना बि हेर्न आएको ल यहाँ हेर्नु कस्तो फिल भइरहेको। खोइ माइजूलाई देखेन यता हेर्नु यहाँ कस्तो भइरहेको माइजू। एकदम एक्साइटेड भइरहेछ। पहिला पनि अब हेर्न त हेरिरहेको, तर यसपालि चाहिँ अलिकति ड्रोन फेरि भान्जीसँग चाहिँ नयाँ हानाबी भनौँ न। हामी त पुरानै हानाबी हो, तर भान्जीसँग चाहिँ नयाँ भन्नु न। प्लस योपालि चाहिँ अलिकति ड्रोन पनि पोहोरको वर्ष क्यान्सल पनि भयो। यो चाहिँ फेरि योपालि हेर्न पाउँदा चाहिँ अब कस्तो हुन्छ हेरौँ। ड्रोन पनि उडाउने भएकोले गर्दाखेरि अब हेर्नलाई हामी आतुर छौँ। सो गाइज यहाँ देख्न सक्नुहुन्छ, यहाँ यति धेरै मान्छेहरू छ क्या, यहाँ बसिरहेको छ। हेर्नु न यहाँ राम्रै आउँदो रहेछ त्यो क्यामेरा होइन। हेर्नु गाइज यो चाहिँ गोमी खाने ठाउँ हो कि त्यहाँ चाहिँ फ्रीमै दिएर रहेछ नि त। ल ल हामी चाहिँ यहाँ त्यो भिटामिन सी हुन्छ क्या, त्यो चाहिँ फ्रीमै दिइरहेको रहेछ। अनि हामी चाहिँ यहाँ यता आइसक्यो मान्छेले उता गएको कि खानालाई। फ्रीको चिज त छोड्नै हुँदैन है गाइजहरू। यहाँ हेर्नु न यिनीहरूले सबले के जापान त्यही माथि जापान फ्री हो। लाइनमा हामी चाहिँ लाइनमा बसिरहेको है गाइज। हामी चाहिँ फ्रीको खानालाई लाइनमा बसिरहेको छौँ कि मेरो पालो आयो कि त्यसपछि अनि ल है गाइज यहाँ चाहिँ हामी फ्रीमा पाइरहेको अलिकति बजाउनुहोस् न। यहाँ यहाँ फ्रीमा खाना पाएपछि हेर अर्को मान्छे हाँस्छ। अहिले बियर खानलाई हो यो अहिले चाहिँ यिनीहरूले बियर नि बेच्ने होला नि त। यो त भिटामिन सीको मात्र हो। यो विज्ञापन हो क्या, मान्छेलाई टेस्ट आज कस्तो चखाउने हो, पछि अनि बिक्री हुन्छ नि त। त्यो एडभर्टाइजमेन्टको लागि के यहाँ खाना पाएपछि हेरेर तपाईँले खानु न त। म एकदम मिठो। एकचोटि फेरि खानु त, एकचोटि खाँदा टेस्ट आएन होला, दोस्रोचोटि खानु। मलाई एकछिन पस्नु होला, फेरि म हराउँछु। मसँग चाबी पनि छैन रुमको। ओके यहाँ हेर न खानु भएको छ हाम्रो त। यहाँ फेरि मैले त पहिला पनि खाइरहेको हो, त्यही पनि फ्रीमा पाएको रहेछ यहाँ, त्यही पनि खाइदिउँ न भनेर मात्र हो। छोड्नु हुँदैन। ओके जापानिजहरू फेरि लास्टै राम्रै हुन्छ नि हाम्रो यहाँ बुढी सिजीहरू। सो गाइस यहाँ हेर न सबजना पछि हामी स्टोरतिर घुम्न जान लागेको है। त्यहाँनिर ऊ लाग्यो नि त। के भन्नु ह मलाई? केही छैन, भिटामिन सी खाएर अलिकति तागत यस्तरी के यस्तरी बस्नुपर्ने रहेछ क्या। यहाँ फेरि लाइन टोइलेटको लागि लाइन फेरि म चाहिँ खाँदिनँ है फेरि हो। यहाँ फेरि टोइलेटको लागि यस्तो लाइन बस्दैन, यहाँ त जे कुराको लाइन नि लाइन हुन्छ क्या। सो एकदम मेरो चाहिँ फर्स्ट खानाबी हो, एकदम राम्रो भयो। ओके लाइन बसेन यसरी पछाडि कसरी लाइन बसेन भने चाहिँ कि फाइन तिर्नुपर्छ क्या। ल हेर्नु त्यहाँ हामी त्यही भएर हामी चाहिँ एकदम घरबाटै रेडी भएर एकदम धेरै हो क्या। अब यहाँ टोइलेट छ, अब यहाँ पाँचवटा त्यो बक्स यहाँ ल्याएर राखिदिएको कि यो। अनि फेरि यता चाहिँ सबजना लाइनमा बसिराख्ने के। सो आफूले आफूलाई चाहिँ एकदम बाहिर जाँदाखेरि चाहिँ एकदम रेडी भएर जानुपर्छ है गाइज। के अरे लप परेको केटाकेटी हिँड्दा चाहिँ कस्तो रमाइलो हुन्छ होला कि। आफ्नो त लप परेको सेतो कपाल लाउने त थियो यार, लानु पर्ने त। पहिला पहिला मामासँग लप पर्दाखेरि के अरे के भन्छ खानेको लाइन डर चाहिँ डर देख्छ कि भने डर चाहिँ हुने रहेछ। यस्तोमा त कसले देख्नु डर होइन त्यो बेला समय त्यस्तै थियो क्या बुढी। मन्थल त्यो समय चाहिँ हुन्छ, तर अब यहाँ भयो अहिले त पुरै फेसबुकमा वाउ ब्युटिफुल भन्दैपछि सकियो रे। त्यस्तो भएको
लाइन हो यो यत्रो कहिले लाइन बस्छ हुन्छ नि यहाँ हेर न गाइजहरू लाइन ओके खानेकुराको लाइन स्याउ हो कि प्याज हो क्या यहाँ फेरि गाह्रो छ हामीलाई त्यहाँ टेन्सन छ फेरि ご来場の皆様、ようこそお越しくださいました。 पहिला बाउको पालो अब छोराकै पालो आइसक्यो 19時30分、7時म त 30 त्यस्तो分の थियो अनि एक ठाउँमा त हुन्छ नि फेरि घुमेर जाने अहिले फेरि लुगा फिरेर आएर अब सकिसक्छ सो गाइज हामी चाहिँ अब एक लट फेरि घर गएर फेरि राति हेर्न आउँछौँ कि अब हामी कहाँ जाने अब कहाँ जाने अब सक्यो त कता अझ अब यता हामी सो गाइज अब चाहिँ हाम्रो सक्यो ओहो यस्तो लाएर आउनु पर्ने रहेछ क्या खासमा त मछेले नि नटोक्ने हावा नि नछिर्ने हावा छिर्ने मछ सो गाइज हामी चाहिँ अब युटर्न लाएर जान लागिसकेका छौँ हामी पुरै यस्तो घुमेर आएको क्या यस्तो अब यु जस्तो भएर जाने हो हामी चाहिँ घर नजाने भने रेडी भएर आइसके मान्छे होइन यहाँ मामाले यसरी रक्सी बोक्नु भएको के म खाँदिनँ नि त अनि मामाहरू खानुहुन्छ अनि बोकेर ल्याएको हामी फेरि अब घर जाने के टाइमै भएन अझै 1 घन्टा बाँकी छ अनि फेरि अब हामी मैले चाहिँ फेरि 5 बजे जमजम भनेर आएको क्या हामी सबैजना अब फेरि अब हामी घर जाने एक लट घर गएर फेरि यस्तो बसेर अनि हामी फेरि आउने हो सो नजिक भएको फाइदा चाहिँ हाम्रो यही छ होइन हाम्रो चाहिँ कति 2 मिनट लाग्छ यहाँबाट हिँडेर सो गाइज यु क्यान सी हियरこまめな水分補給をして熱中症への対策を十分にとってください。 सबजना क्यामेरा लिएर बसेर रहेछन् होइन 体調が悪くなって सबजना फेरि क्यामेरा ल्याएर माथि माथि बसेका छन् कि त्यहाँ माथि सबजना यहाँ चाहिँ क्यामेराम्यानहरू बस्ने रहेछन् कि क्यामेराहरू लिएर 手越し本部にございます。迷子テントは鉄道下手河川敷の緑の吹き流しエアーダンサーの隣にございます。 हेरौँ यहाँ गोरेहरूको अनुहारहरू 暗くなってきますと迷子が大変増えます。あらかじめ भिडमा पनि यहाँ थुप्रो खाने ठाउँ बनाइरहेको क्या फेरि सबमा 持ち के 込んだ石は必ず त्यो एकदम 元の場所に戻してください。 गोरेहरू 置き石は तम्सिन्छन् अब हेर्छन् हेरेर सबले हेर्ने हो क्या फेरि क्यामेरामा 元の場所に戻してください。マナーを守って यहाँ फेरि टोइलेटको लागि लाइन छ यस्तो युटर्न भएर लाइन यिनीहरूको जिन्दगी चाहिँ लाइन बसेरै जान्छ आधी जिन्दगी भने ओके आधी जिन्दगी यिनीहरूको सङ्गतले गरेर हामी पनि लाइन बस्नुपर्छ अन्त आधी जनाको लाइन बसेर ओके ご案内です。ゴミは必ずゴミ置き場に置いてお帰りください。 आधी जिन्दगी काम गर्दै जान्छ 絶対にお काम गरेर पैसा यिनीहरूलाई दिँदै ठिक हुन्छ अनि मान्छे नि स्वाहा हुन्छ क्यामेराहरू नि टक्क ल्याएर मास्टर फर्काएर गर्लफ्रेन्ड बोयफ्रेन्ड टक्क ल्याएर ल्यायो बस्यो कस्तो आनन्द छ जिन्दगी अब हामी चाहिँ यहाँ उकालो लाग्नु यहीँबाट उकालो लाग्नु कति धेरै मान्छे हो क्या टिमर देखिहाल्छ कस्तो फिल भयो तपाईँलाई कस्तो नि भएको छैन सुरु नै भएको छैन के फिल हुनु यत्रो हिँडेर कस्तो फिल भयो ए एक्सर्साइज अब चाहिँ 1 किलो घट्छु कि भन्ने लागेर हेर न फेरि अब चाहिँ हामी एक लट घर गएर आउनु लागेको गाइस घर किन जानु लागेको हामी
आइज अल्छी लाएर यहाँ चाहिँ यत्तिकै बसिरहनु पर्छ नि त अनि हाम्रो घर नजिकै छ सो हामी घर हुनुको फाइदा यही हो ओके हामी आउने हो त्यसपछि ठुलो हाना यही होला के हो कुकुरैमा पनि हुन्छ सिमुजुतिर नि हुन्छ अरे त सिमिजु नै हुन्छ सिमिजु नियन्दा र डाँडा पनि हुन्छ अब पर्सि 29 तारिकको त्यहाँ उसमा मोची हुने हुन्छ यहाँ हेर न गाई जस्तो माया भनेको टकला र बुढीले आमा जस्तो खै अब के हो भगवान् जाने यहाँ छ त भेन्डिङ त यहाँ त छ नि त्यहाँ पो हुन्न होला सुन्नु त्यहाँ फेरि त्यस्तो मान्छे छ नि यहाँ फेरि कोही छैन नि सुनसान छ यहाँ अनि यहाँ के काम छ सबै छुट्टै गरेर बस्दैन हेर न। हामी चाहिँ फेरि घर जाँदैछौँ कुम्ला कम्तेर बोकेर यहाँ देख्न सक्नुहुन्छ हाम्रो मामा गाइज बिचरा मामा भौतारेर हिँड्नु भएको त्यो के अरे माछा बिनाको पानी बिनाको माछा जस्तो भयो छन त छ पानी पनि नखा मात्र हो ल बुढी एउटा कुर्सीले परेन कुर्सी लिएर आउनु तपाईँ लिएर आउनु हामी एउटा दिउँसै ल्याएर राख्नु पर्ने रहेछ क्या होइन बिहान दिउँसो आएर हामीले त्यहाँ सब घरकै टेबल बोकेर आउनु न झुन्याएर यसो सुगमलाई नि कन्ट्याक्ट टेबल ल्याएर यिनीहरू त हेरे गर्थ्यो होला है एक बनाइरहेको छ घर ठुलो छ अरे फ्यामिली पनि ठुलो होला क्या यस्तै बेला त यहाँ जम्मा हो सो गाइज क्या मैले अनि यो टाँसेको थियो पक्कै यो पोकारी त होइन शुभमले ल्यायो भने त ठुलै ल्याउँथ्यो 2 लिटरकै मैले त मेरो त्यो थर्मस भएको थिएन नि अनि मैले त्यही भएर उसले पानी काकोमा लानलाई भनेर राखेको फेरि थर्मसमा चिसो बस्छ सो मैले थर्मस पनि लगेँ होइन त्यो साइकल थर्मस हो नि मैले एक नयाँ हो थाहा अनि त्यो साइकल मेरो एक दिन नयाँ थर्मस मैले एक दिन गएको लगेको अनि थर्मसको बाहिर हालेर कभर पाउँछ किन हुन्छ क्या मैले अहिले त्यो दाइस पाउँछ त अघि दाइसम्म लिएर आउँछ नि बिर्सेछु हो त्यो हाल्यो भने ठिक्क हुन्छ तातो पनि चिसो नि बस्छ अहिले तातो पनि बस्छ चिसो नि बस्छ के त्यो नि हो त्यो अस्ति झन् एक दिन त मेरो यो हाल्न नि मिल्छ यस्तो बोतलहरू अस्ति मेरो त यस्तो हामीलाई नियङ्गो गएकोबाट दिएको थर्मस नि अनि फुटेन त साइकलबाट झरेर त्यो त माथिको एउटा फाल्दियो भने त अर्को त मिल्ने रहेछ त के यिनीहरू यहीँबाट हेर्ने जस्तो खाने हुँदै रमाइलो है बरु यहाँ झन् रमाइलो सानो उमेर बच्चै हुँदा रमाइलो यहाँ बुढाबुढी टक्क लगाएर बस्यान् घरबाट हेर्छन् अब गाह्रो छ हाम्रो नि घरबाट देखिन्छ तर हामी घरमा किन बस्ने भनेर मात्र फर्स्ट टाइम भएर उहाँलाई त्यहीँ छेउमै लगेर देखाउने अझ त्यो पड्काउने त्यो तल राखेको खोलामै लगेर राखिदिनु भयो त्यहीँ लगेर राख्नु मैले नि पड्काउने गरेर राखिदियो भने अझ त्यहाँ चाहिँ जान मिल्दैन र मात्र हो फाइन तिर्नुपर्छ फेरि फाइन नत्र हामीले त्यहीँ लगेर राखिदिने विचारमा चाहिँ गरेको थियौँ तर सो गाइज हेर नयाँ गाइजहरू मान्छे हेर्नु गाइजहरू के यो ऊ त्यो रातो बलेसम्म त्यो सिङ्नुसम्म होला क्या बस हेर न यहाँ गाइज कुर यहाँ चाहिँ आइस खाँदा कति पर्दो रहेछ मामा ए 100 रुपियाँ लेखाएको 500 को एउटा हो ओके खाने बनाएर खाउनु न अहिले खाने अहिले के खाने मिठो हुन्छ र पुरी त हो त्यो आइस हेर न गाइजहरू सबजना आइरहन् खान्छ फर्किरहेको ओके हामी चाहिँ फर्काइछ बिचराहरू जहिले गाडीमा हिँड्ने बानी अनि आज गाडीमा साइकलमा हिँड्ने बानी आज यिनीहरूलाई ठिक परेको कि हिँडेर आएन अनि गरिम भयो कि यहाँ हेर नि यिनीहरूलाई गरिम भएर यहाँ हेर नि गाइजहरू अब चाहिँ हामी फेरि घर आइसकेका छौँ होइन अब घर आएर हामी चाहिँ अब फेरि ड्रेस चेन्ज गरेर अर्को ड्रेस लगाएर एकछिन रेस्ट गरेर हामी फेरि जान्छौँ माना बेर्न हेरौँ गाइजहरू सो गाइज अब चाहिँ हाम्रो घर यता हो मामा नबिर्सिनु होला सो अब चाहिँ हामी घर आइसकेका छौँ मल्ल सास फेरौँ क्या छेरेको जस्तो क्या
अहिले चाहिँ हाम्रो रातको 7:30 भयो। अब चाहिँ हामी फेरि घर आएर फेरि जान्ला। यहाँ अहिले फेरि लाइन भएछ कि आइसक्रिम खानुहुन्छ मान्छेको बर कति बिक्री हुन्छ सुटुका एक्लै बसेर त डाङ्की डाङ बनाउँछ उनीहरूले माथि बस ओके हामी त्यता गएर बस्छौँ। मान्छे त्यहाँ बाटोमै बस्दैन हुन्छ अब त घाँस नभएको ठाउँतिर मेरो बुढालाई बिचरा रक्सी बोकेर हिँड्दाको हैरान हुन्छ। ल्याउनु खाँदै हिँड्नु बरु खै म बोकिदिन्छु हामी चाहिँ त्यहाँ चाहिँ फेरि होइन क्या बुढा यस्तो पानी झरेको ठाउँ थियो नि खोलामा हो त्यहाँ जाऊँ न एक दिन कहिले जाने हामी चाहिँ फेरि घरबाट हामी फेरि निस्किसकेका छौँ होइन। हाम्रो हालत चाहिँ फेरि अहिले हामीले ड्रेस चेन्ज गरेर फेरि हामी यस्तो निस्किसकेका छौँ लिन लगाइसकेका छौँ होइन। सिटो लाइट हो अरे क्या तारै हो अरे यहाँ हेर न गाई जरा Oh my god. Right. Hiya. Wow. ठ्याक्कै बिचमा पारेर रहेछ क्या के बनाउने होला क्या बसौँ न यार अय्या यसको टाउको आउँदो रहेछ यार ご覧いただけましたでしょうか。今巨大なオロナミン C ドリンクの瓶が夜空に解き放たれました。さて今日はこの安倍川花火大会にお集まりいただいた皆さん全員で一緒にあることをして元気はつらつになりたいと思います。そのあることとはみんなで歌おう。オロナミン C 元気はつらつ大空大合唱。安倍川の皆さんこんばんは。オロナミン C による大空大合唱がいよいよ始まります。本日進行を務めるのは私声優の杉田智和です。最後までお付き合いよろしくお願いします。大空大合唱はここ安倍川の大空に巨大な楽譜と歌詞をドローンが映し出し、ここに集まった皆さん全員で一緒に大合唱をする企画です。去年ここ安倍川で叶わなかった大空大合唱を今年ぜひ皆さんで実現させたいです。よろしくお願いします。いきなり歌おうというのも難しいと思うので、まずは声を出す練習をしてみましょう。私が元気はつらつと言ったら、続いてみんなでオロナミン C 元気よく声を出してみてください。いいですか。ではいきます。元気はつらつオロナミン C。 いいですね。もう一度言ってみましょう。大きな声で元気はつらつ。最高です。喉は温まってきましたか。では少しだけ歌の練習もしておきましょう。 मैले यहाँ हेर दुईटा 今日 मोबाइल みんなで歌うのは菅さんの
相葉勝です सब मान्छे हो क्या 今夜は安倍川の皆さんと準備はできましたか बोलेको देखेँ कि छैन 声を出して歌ってくださいね